गाइस हामी चाहिँ पिकनिक हिँडेको है ड्राई पिकनिक यति बेला अहिलेको 12 बज्यो एउटा अटोमा हेर्नुस् एउटा अटोमा 1 जना 2 जना 3 जना 4 जना अटोमा कति जना छ एउटा दोडा 3 4 5 मेरो पोजिसन चेन्ज भएको छ अब हामी लाग्यो अहिले म उयो भयो भने हामी लागेका छौं अलिक सानो भएर अगाडि आयो मेरो बच्चा कहाँ हुनुहुन्छ बोल्नु भएन अनि यसरी नै बस्नु दाजु कुदाउन दिनुहुन्छ अरे भन्नु है म त ह्यान्डल पनि पक्रिदिन्छु समाउन दिनुहुन्छ अरे हेलो गाइस मलाई चाहिँ भरिया लुक एट हियर Look at me, अरे लुक एट मी ए पानी ल्याउनु भएछ नि त हाय गाइस हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगिसक्यौँ हाम्रो उहाँ हुनुहुन्छ सामान्य याद छ भाइ नि हुनुहुन्छ हाय गाइस हाम्रो पिकनिकको सामान पनि सबै आइसकिसक्यो मेन त्यहाँ छ अब यहाँ भित्र हाल्नु बाँकी छ यहाँ हुनुहुन्छ यहाँ म चिप्स बेच्ने भइरहेको छु हामी हाम्रो गन्तव्यमा आइपुग्यौँ साथीहरू यस मैले याद छु दिपा मेरो उयसमा उयो हाल्छ यहाँ के छ यहाँ यो छ यहाँ पनि छ चाम्रे त्यहाँ पनि छ त्यो एक साइड भइसकेको छ त्यहाँ अचार छ अचार देखाउनु त लगर भइसक्यो अचार पनि छ हामीसित मिठो अचार मेरो बट्टा घर माग्नुपर्छ चाचर माग्नुपर्छ यसको टाउको खोइ लु है के बोका स्पेशल भेरी यता छ सेतो पानी पखाल्नु पर्दैन किन यतिले काट्नु र नि एकछिन घुमेर मात्र खानु होला नि कहिले खाइहाल्ने टिभीमा फोकस भयो जस्तो सबैभन्दा राम्रीलाई मात्रै बढी फोकस गर्छ है ल सबैभन्दा नराम्री त मेरो बुढी पो परेछ कि आज मोटाएर है यहाँ यसो नभन खानु कि भाग्नु बिहा गरेर बुढी भइसकेपछि चाहिँ नराम्रो देखिन्छ कि होइन भनी हेरेको नि सबैभन्दा राम्रो त आफ्नै बुढी हो नि फेरि होइन चियाबारी यो पनि छ हामीसँग यो पनि छ हामीसँग यो वाटरमेलन अनि कति राम्रो आएको के भिडियो छक्क परे मलाई एउटामा टिकटक पनि बनाइदेऊ न त्यसो भने छोडिदेऊ भरे क्लिप काटेर भर्टिकल भिडियो बनाएको छ गीतमा बनाउन थाल्यो भने त इफेक्ट हालेर त राम्रै क्वालिटी आउँदैन कोकोलाई के पच्दैन भरे यहाँ हजमला खाने पचाउने आज त पच्ने खालकै मात्रै छ होला लौ यो त अनि कहाँ राख्नु यतिकै बजु बजार भित्र यो के गर्ने अरे गङ्गा आदि यस यस खाइदेऊ चढाउनु पर्छ के चढाउनु पानी गर्दैन म त्यसो गर्नु जङ्गली लाग्छ फेरि चढाउनु है भरे देउता लाग्छ बराबर केही नभन्नु यता हेर लु यो चाहिँ केक चाहिँ भएन है होइन होस् न फुल मात्र दिनु भनेको तर हामीले नि तर होस् न राखिदिनु यस्तो एउटा मान्छे किन गएको भनेर भरे बबिचन्द्रको बर्थडे छ भने चाहिँ अब त किन म केकको पो फोटो खिच्नु खोजेको त फेरि म भिडियो बनाउँदैछु कस्तो राम्रो आयो के अन्त सबै निकाल्नु न होइन म भिडियो
बबिता दिदीले दिदी थियो भने आफूलाई पनि चाहिन्छ है क्या तर मलाई आउ त भित्र आउँदैछ यस्तो नगर हुन्छ अचारको भाडा पनि हाले त यो राम्रो हुनु म हाल्दिउ ए हुन्छ त्यो चम्ची त्यसो भिडियो बनिँदैछ यसमा एन्टिसिपेसन छ हैन हिरो अङ्कल बोजू पनि अब त आइपुग्नु भाइरल बोजू पनि अब भाइलाई दिउँ भाइले पहिला पापडहरू उयोहरू हाल्नु प्लेट यहाँ लिएर कि यता पास ए हो एन्टिसिपेसन चल्छ हैन एन्टिसिपेसन चल्दैछ नाना चल्दैछ उपर गएर लगाउन मची पनि रहेछ मची खानु नि मम्मी सुरुमा बोजूलाई बुढी मान्छेलाई खान्दिन होला यो त नुन खोर्सानी थियो नि साथी नुन खोर्सानी कहाँ पो लिएको थियौ बबिताले लिएको गर्नुभएको कता के भित्र पस्यो ए यहाँ चाहिँ ऊ छ है यो उसँग मिस किचाको अर्को प्लास्टिकमा पनि थियो नि के चाहिँ कालो प्लास्टिकमा अचार हो नुन र खोर्सानी मात्रै अचार होइन त्यो नुन र खोर्सानी दिँदा हो त्यो हामी तलबाट भात खाएर गयो कस्तो भोक लाग्यो भोक लाग्यो होइन मलाई त लागेन कि तपाईँहरू खानु भएको थिएन खानै ल मैले त तपाईँ खानै मम्मी एउटा मात्रै हात लु बोजू लु खायौँ है हामीले चाहिँ ल हाम्रो चिज माल ल ल बबिता दिदी खै तपाईँको के अरे माल मम्मी नभन्न भाइ त चाहिँ भिडियोमा हाई गाइस आज चाहिँ हामी सिटिङबाट यता माथि सानो कन्याम भन्ने ठाउँमा चाहिँ पिकनिक आएको छौँ अनि मेरो साथीहरू पुरा यो बिजोक चाहिँ राख्नै पर्छ क्या